आनागासिमनिका नमस्कार, म अरविन्द मेहता, लोटस एजुकेसन सेन्टर विराटनगर। आज म यहाँहरूको लागि चाहिँ एउटा मोडेल क्वेसन सोल्युसन गरेर अथवा यो युबिटी टेस्टलाई सोल्युसन गरेर तपाईँहरूलाई चाहिँ म सिकाउने प्रयास गर्दैछु। यो चाहिँ क्लासकै भिडियो, हामीले क्लासमै सिकाउँदै गरेको भिडियो हो। मजाले तपाईँहरूले ध्यान दिनु होला, मजाले बुझ्नुभयो भने चाहिँ हुन्छ हैन। हाम्रो कमान्डो क्लास पनि लिन चाहनुहुन्छ भने लिन सक्नुहुन्छ। हेर्नु होला है, यो हाम्रो युबिटी एप हो। एप्समा चाहिँ हामीले हाम्रो एप्लिकेसनबाट चाहिँ हामीले इक्जाम गराउँदैछौँ। यो चाहिँ सबभन्दा पहिला यहाँ पिक्चरलाई हेर्नुहोस्, के भनेको छ त भन्दाखेरि इल्बन साबनका चाहिँ 1 देखि 4 नम्बरसम्म थाउम खुरिमुल फोगो। तल दिएको पिक्चरलाई हेरेर है, तल दिएको पिक्चरलाई हेरेर के अरे मान्नुन मिल्ने थानना शब्द अथवा मुन्जाङ वाक्यलाई खोरु सिप्स्यो छान्नुहोस्। अब यो पिक्चरलाई हेर्दाखेरि यो बायरिङ हो नि त हैन। कोरियनमा चाहिँ यसलाई चाहिँ फेयरिङ भन्छ है। यसरी टिक लगाउनु पर्यो। सोनचाबी भनेको ह्यान्डल त होइन, यो थोरुरे भनेको घिर्नी है, पुल्ली हुन्छ नि, पुल्ली घिर्नी, त्यो पनि होइन। छन्दुङ भनेको चाहिँ हाते लाइट हुन्छ क्या, टर्च लाइट, हाते लाइट, अब त्यो पनि होइन नि त है। त्यसपछि अब हामी हेरौँ यहाँ यो पिक्चरलाई हेरेर मिल्ने शब्द वाक्य छान्नुहोस्। यो चाहिँ के हो त भन्दाखेरि फेन्सी हो, पिलास। फेन्सी भनेको पिलास हो नि त होइन। अब फेन्सी भन्दा निफ भनेको चाहिँ त्यो विद्युतको तार काट्ने होइन, त्यो पातलो चुच्चो के अरे पातलो मतलब त्यो पिलास भनौँ न होइन। पिलासकै प्रकार भन्नाले त्यो विद्युतको तार काट्नेलाई निफ भनिन्छ है। यो निफ त होइन। माङ्छी भनेको हथौडा पनि होइन। फुल्ल भनेको चाहिँ है, यो फुल्ल भनेको पुलर। अब त्यो भित्रको नटहरूलाई बोल्टुहरूलाई चाहिँ होइन, त्यो टाढा के अरे टाइट भएको नट बोल्टुलाई चाहिँ निकाल्नको लागि प्रयोग गर्ने साधन हो यो फुल्ल। यो फुल्ल पनि होइन। फुल्ल भनेको चाहिँ पुलर क्या, पुलर। ओके, त्यो पनि होइन। अब हामी हेरौँ 3 मा हेरौँ त। यो बाकसको चाहिँ यसरी हो, यो चाहिँ यसरी चाहिँ यो यसरी सेरो हुन्छ, मतलब यो यसरी सेरो, भर्टिकललाई चाहिँ सेरो भनिन्छ अनि होरिजेन्टललाई चाहिँ खारो भनिन्छ है, यसरी चाहिँ है। अब यो त खारो भयो है। अनि यो जुन यहाँ नाप्दैछ, सरी है, उल्टो, यो चाहिँ सेरो भयो है, यो चाहिँ सेरो भयो। अनि यो चाहिँ नाप्दै गरेको चाहिँ यो के हो त, खारो है। ल अब के नाप्दैछ हेर्नु पर्यो है त। ल अब यहाँ त साङ्जाए ओन्दोरुल बाकसको तापक्रम छुकचङ हागो इस्मदा, बाकसको तापक्रम नाप्दैछ। बाकसको तापक्रम नाप्ने कुरा त भएन। साङ्जाए बाकसको सेरो भनेको भर्टिकल होइन। छुकचङ हागो इस्मदा नाप्दैछ, भर्टिकल नापेको पनि होइन। साङ्जाए छुङन्याङ्गल बाकसको तौल, छुङन्याङ भनेको तौल, छुकचङ हागो इस्मदा मापन गर्दैछ, नाप्दैछ, तौल पनि नापेको होइन है। के भन्छ, साङ्जाए खारोलुल छुकचङ हागो इस्मदा। बाकसको यसरी चाहिँ यो चौडाइ अथवा होरिजेन्टल नाप्दैछ होइन। त्यही भएर चाहिँ एन्सर 4 भयो है। यहाँहरूको मिलेको होला, कतिजनाको बिग्रियो, धेरैको बिग्रेको छ। बोल्दा पनि तपाईँहरूले बोल्दा पनि आउँदैन, यसमा आवाज आउँदैन, ढुक्क भएर बोल्दा हुन्छ है। त्यस्तो आवाज आउँदैन, मेरो आवाज मात्रै आउँछ, बुझ्नुभयो नि। एकदमै हल्ला गर्नुभयो भने मात्रै आवाज आउँछ, बुझ्नुभयो नि है। ल अब के भन्छ यहाँ त, इल्बन उता साबुनका चाहिँ 1 देखि 4 नम्बरसम्म थाउम खुरिमुल फोगो। तल दिएको पिक्चरलाई हेरेर मान्नुन थान मिल्ने शब्द अथवा मुन्जाङ्गुल वाक्यलाई खोरु सिप्स्यो होइन। मिल्ने वाक्य अथवा शब्दलाई छान्नुपर्ने होइन। अब हेर्नु त, खामजन थोइल सु इसुनिका छोसी मास। यो खामजन थोइदा भनेको करेन्ट लाग्नु। अब यहाँ करेन्ट लाग्ने कुनै पिक्चरै छैन है। यहाँ लड्न सक्छ, लडेर घाइते हुन सक्छ भन्ने पिक्चर हो नि त यो होइन। लडेर घाइते हुन सक्ने पिक्चर हो नि त होइन। भनेपछि अब करेन्ट खामजन थोइदा भनेको करेन्ट लाग्नु भएन है। फादाकी मिकुराउनिका, फादाक भनेको भुइँ, मिकुरप्ता भनेको चिप्लो हुनु, मिकुराउनिका चिप्लो हुने भएकोले छोसी मास्यो सावधान रहनुहोस्। अब त्यो भुइँ पनि चिप्लो भएको देखाएको छैन है। त्यसपछि तरजिम्यान भनेको लड्यो भने खस्यो भने थाछिल्सु इस्युनी घाइते हुन सक्ने भएर यो नि उनी र निका उनिकाले उस्तै जनाउँछ, उस्तै अर्थ दिन्छ, कारण जनाउँछ है त। अब के अरे खस्यो भने, लड्यो भने चोट लाग्न सक्ने भएकोले छोसी भाँस्यो सावधान हुनुहोस् भनेको छ हो। यो चाहिँ हो नि त होइन। त्यसपछि अब पिक्चर त मजाले हेर्नु हो नि होइन। त्यसपछि अब हेर्नु त के छ, उएस माथिबाट मुल्छे भनेको सामान, मुल्छे भनेको सामान, तर जिल्सु इस्नुका, तर जिता भनेको खस्नु, माथिबाट सामान खस्ने भएकोले छोसी भाँस्यो होसियार रहनुहोस्। माथिबाट सामान खस्दै गरेको पिक्चर छ त छैन।
ओके अब यसमा हेर 5 मा हेर है अब यहाँ मिच्छुल छिन फुन छ यो एकदमै विद्यार्थीहरूले बिगार्ने क्वेसन है किनभने यसमा ग्रामर चाहिँ एकदम मजाले आउनु पर्छ है त ल त ओभन थ युगपनकाजी 5 देखि 6 नम्बरसम्म थाउजुङ तल दिएको मध्ये मिच्छुल छिन फुपुन भनेको अन्डरलाइन गरेको भाग मान्नन घसन मिल्ने कुरा चाहिँ मसिम निकाह के हो भनेको छ है त अब हेरौँ त पाल्लेरुल नरुसेयो पाल्देरुल नल्दा हुन्छ पाल्देरुल नल्दा भनेको चाहिँ लुगा के हुन्छ त फिजाउनु सुक्नको लागि दिनु है लुगा सुकाउनु अथवा लुगा सुक्नको लागि फिजाउनु है त्यसपछि अब नल्दाबाट नसेयो हुन्थ्यो नि त नरुसेयो हुँदैन है लफाची भनेर सेयो लाग्थ्यो नि त यो चाहिँ रङ भयो त्यसपछि 2 मा हेरौँ त फाबुल छिसु सेयो अब यो स छित्ता भनेको स फुल्क्युचीको छित्ता भनेको स फुल्क्युचीको भनेपछि त स को पछाडि भवे लाग्यो भने चाहिँ स हट्ने हो नि त छिसु सेयो नभएर छिउ सेयो हुन्थ्यो नि त यो पनि रङ हो ओसुल थार्य सेयो छ है थार्य सेयो हुँदैन थारी सेयो हुन्छ ओसुल थारिदा भनेको चाहिँ कपडामा आइरन लगाउनु ओसुल थारी सेयो हुन्थ्यो थार्य सेयो चाहिँ हुँदैन यो पनि रङ हो मन्जेरुल थसेयो मन्जेरुल थल्दा भनेको धुलो टकटकाउनु है धुलो टकटकाउनु अब हो त थल्दाबाट चाहिँ थसेयो भन्छ लफाची मटेर के लाग्यो त सेयो है भनेपछि एन्सर चाहिँ के हो त 4 नम्बर है ल हो यसरी बुझेर मजाले अगाडि बढ्नुपर्ने हुन्छ त्यसपछि अन्त ओभन बथ 1 काजी 5 देखि 6 नम्बरसम्म थाउजुङ तल दिएको मध्ये मिच्छुल छिन फुपुन भनेको अन्डरलाइन गरेको भाग है यो अन्डरलाइन गरेकै भाग हो यो पनि अन्डरलाइन गरेको भाग कुन वाक्यमा मिलेको छ त्यो वाक्यलाई छान्ने हो अब यो 4टा मध्ये कुन वाक्यमा चाहिँ अन्डरलाइन गरेको भाग मिलेको छ अब हेरौँ है उनेङे खार बैंक जान ट्याक्सी रुल थास्यो ट्याक्सी चढे तपाईले के पढ्नु भएको छ भन्दाखेरि र उरको पछाडि इदोङ थोङसा आउनु पर्यो इदोङ थोङसा भनेको खादा ओदा थान्दा हैन आउनु जानु हैन आउनु जानु जाने आउने गर्नु यस्ता क्रियालाई चाहिँ हामीले इदोङ थोङसा भन्छौँ र यहाँ थादा चढ्नु है यो इदोङ थोङसा नभएकोले गर्दा चाहिँ यो चाहिँ लाग्दैन है यो चाहिँ भएन बुझ्नुभयो हैन र उरको पछाडि इदोङ थोङसा खादा ओदा थानिदा अनिवार्य आउनुपर्छ ल मिलेन अब मूलगनुल सामान सागे भनेको सस्तोमा साल्यको सादा भनेको किन्नु हो नि त सादामा त ल्याएको कसरी हुन्छ र्याको मात्रै हुन्छ नि त साल्यको हुँदैन नि त सार्याको हुन्थ्यो नि त हैन मिलेन हैन सिजाङे खासयो मार्केट गएँ बजार गएँ तर मिलेन किनभने साल्यको छ सार्यको हुनु पर्थ्यो त्यसपछि 3 मा हेरौँ त छागपचाङ हवान्गी भनेको कार्यस्थलको हवान्गी भनेको वातावरण कार्यस्थलको वातावरण अथवा कार्यस्थलभित्रको भएको हावालाई चाहिँ हैन अथवा हवान्गी हारेको भनेको चाहिँ हवान्गी हादा भनेको भेन्टिलेट गर्नु हावालाई चाहिँ वार पार गर्नु हावालाई वार पार गर्ने विचारले कार्यस्थलको हावा वार पार गर्ने विचारले अथवा हावा फ्रेस गर्ने विचारले छाङमुनुल यरस भयो झ्याल खोले अब हवान्गी रुल हारेको हादामा रेगो ठिक छ त हैन र ल त्यसपछि 4 मा हेरौँ त मिन्सु सिनुन मिन्सुजी चाहिँ यङरुल फेउ र यङरुल फेउदा भनेको इङ्ग्लिस के रे अङ्ग्रेजी भाषा सिक्नु हैन अङ्ग्रेजी भाषा सिक्न के छ हागवन भनेको इन्स्टिट्युट हागवन भने के हो इन्स्टिट्युट अथवा प्रशिक्षण केन्द्र हैन छादासय छाता भनेको खोज्नु छादासय खोज्नु भयो अब यहाँ चाहिँ किन रङ बताउँदाखेरि यहाँ पनि त र उरको पछाडि चाहिँ ओदा सरी खादा ओदा थानेदा हुनुपर्ने हो तर चाहिँ छैन त्यही भएर यो पनि के हो त रङ हो एन्सर कति भयो त 3 नम्बर अब 4 मा अब 7 मा हेरौँ त के भनेको छ भन्दाखेरि थाउम तल दिएको आनेमुन भनेको चाहिँ जानकारी आनेमुन भनेको जानकारी है यो जुन जानकारी दिएको छ अथवा यो जुन ढाँचा दिएको छ त्यसलाई चाहिँ फोगो हेरेर फेङवन उइची भनेको अस्पतालको स्थान के को बारेमा ए थे भनेको को बारेमा आल्माजुन गसुल मिल्ने कुरालाई खोरु सिप्स्यो छान्नुहोस् अस्पतालको लोकेसनको बारेमा स्थानको बारेमा कुन चाहिँ मिल्छ त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो छान्नु पर्यो है अब हेर्नु त राइथु आन्ग्वा छ राइथु आन्ग्वा भनेको चाहिँ के हो त भन्दाखेरि यो राइथु आँखा विभाग हो आँखा विभागको नाम हो आँखा विभाग अस्पतालको नाम हो है त अब हेर्नु त फेङ्नेजाङ यो भनेको मोतिया बिन्दु तपाईँलाई थाहा छ है मोतिया बिन्दु है के भनेको त बुझ्नुभयो फेङ्नेजाङ भनेको मोतिया बिन्दु त्यसपछि यो नोङनेजाङ भनेपछि यो जलबिन्दु भनेर यो पनि आँखाको रोग है जलबिन्दु भनिन्छ अब जलबिन्दु आँखा सम्बन्धी पढेको लागि अझै सोध्नुपर्छ डिटेलमा है अनि सिरियक खम्सा सिरियक भनेको सी भनेको हेर्ने कुरालाई जनाउँछ सीले के जान्छ दृश्य हेर्ने कुरा अनि रेक भनेको क्षमता सिरियक भनेको यो मतलब हामीले हेराएको क्षमता भनौँ न हैन
हेराइको क्षमताको चाहिँ खम्सा चेक गर्ने कुरा। जसरी हिजो म आँखा चेक गराएँ नि होइन, मेरो आँखाको क्षमता कति छ भनेर त्यो आँखाको क्षमता चेक गर्ने कुरालाई चाहिँ के हुन्छ, सिर्य खम्सा है। ल अब त्यस यो सुविधाहरू चाहिँ एभाइलेबल छ भनेको छ है त। ल वनजाङ भनेको डाइरेक्टर, वनजाङ भने के हो त, डाइरेक्टर। अब यो डाइरेक्टरको नाम चाहिँ के रहेछ त, यसको फाक्चुन हो। के रहेछ त, फाक्चुन हो भन्ने छ है। ल अब यहाँ एड्रेस दिएको छ खेङ्गिदो सङनामसी फुन्दाङ्गु फुन्दाङ्लो होइन, सरी फुन्दाङ्नो पढिन्छ, फुन्दाङ्नो सासी ओ मुनि सोधपुछको लागि चाहिँ यहाँ त्यति नम्बर दिएको छ है। छिल्यो सिकान भनेको उपचारको समय, छिल्यो सिकान उपचारको समय चाहिँ ओजन यदल सामसी पुन भुत भनेको बिहानको 8:30 ओहु यससिकाजी अपराह्नको 6 बजीसम्म चाहिँ हो है। अब हामीलाई लोकेसन, अस्पतालको लोकेसनसँग सम्बन्धित कुरालाई छान्नु पर्यो होइन। ल ओहु यससी फान भुत अपराह्नको 6:30 बजीदेखि छिल्यो रुल सिजा खान्दा उपचार सुरुवात गर्छ। 6:30 बजीदेखि उपचार सुरुवात गर्छ। 6:30 बजी त 6 बजी त इन्ड हुन्छ होइन, 6 बजी इन्ड हुन्छ, 6:30 बजी सुरुवात हुन्छ भन्ने छ, मिलेन है। अब दुईमा हेरौँ, ओ एसएससी काजी अपराह्नको 6 बजीसम्म छिल्यो रुल छेगुङ खान्दा उपचार होइन उपलब्ध हुन्छ। छेगुङ हादा भनेको उपलब्ध हुनु हो। अब हुन त मिल्छ, तर हामीलाई चाहिँ त्यो भनेको छ, हामीलाई चाहिँ केसँग सम्बन्धित त, स्थान लोकेसनसँग सम्बन्धित भनेको छ नि त, त्यसो भए यो पनि मिलेन। 3मा हेरौँ त, नुगुना छनवारुल थोङे जसले पनि फोनको मार्फतबाट मुनिरुल हाल्सु इस्मदा है, मुनि हाल्सु अप्सुनिदा भनेको छ। मुनि हादा भनेको चाहिँ सोधपुछ गर्नु। नुगुना जसले पनि छनवारुल थोङे फोनको मार्फत होइन, जसले पनि फोनको मार्फत मुनि हाल्सु अप्सुनिदा, मुनि हादा भनेको सोधपुछ गर्नु, सोधपुछ गर्न सक्छ हो त। सोधपुछ गर्न जसले पनि सोधपुछ गर्न सकिहाल्छ नि होइन, तर होइन, यो पनि होइन। किन भन्दाखेरि हामीलाई स्थान होइन। ल के छ यहाँ, फोआनग्याङ हुन्, सरी फोआनग्याङ होइन, फोन भनेको छ। फोन भनेको देखेको है, फोन भनेको फोदाबाट फोन देखेको, जुन तपाईँले यहाँ देख्नुभयो त्यो आनग्वाङ भनेको छ। आनग्वाङ भनेको आँखाको अस्पताल चाहिँ खेङ्गिदोको सङनाम भन्ने सहरमा उइची हामीदा अवस्थित छ हो त। सङनाममा छ कि छैन हेर्नुहोस् त, भनेपछि 4 नम्बर मिल्यो है, कति सजिलो छ नि होइन। त्यसपछि अब 8मा चाहिँ हेर्दा थाउम थानावा तल दिएको शब्दसँग ख्वान्गे इन्नन भनेको सम्बन्धित गसुन कुरा चाहिँ मौसम निका के हो। अब सम्बन्धित कुरा है, थोक्स भनेको पढाइ, थोक्स भने के हो त, पढाइ अथवा पढ्ने कुरा, थोक्स भनेको पढाइ वा पढ्ने कुरा। उन्दोङ भनेको खेल, अब खेल र पढाइ त छुट्टै कुरा भयो, सम्बन्धित भएन है। ख्योजे भनेको पाठ्य सामग्री, ख्योजे भनेको के हो त, पाठ्य सामग्री हो त, यो त मिल्छ होइन र, पढाइसँग सम्बन्धित पाठ्य सामग्री होइन, पाठ्य सामग्री है त। त्यसपछि छोङ्ग्यो भनेको धर्म, छोङ्ग्यो भने के हो, धर्म। अब धर्मको कुरा पनि त आएन होइन। अनि फाङह्याङ भनेको दिशा, फाङह्याङ भनेको दिशा, अब यो पनि आएन। भनेपछि त एन्सर कति नम्बर भयो त, 2 नम्बर। ल अब हेरौँ त 9 नम्बरमा, थाउम थानावा ख्वान्गे इन्नन तल दिएको शब्दसँग सम्बन्धित गसुन कुरा चाहिँ मौसम निका के हो। अब सम्बन्धित कुरा सनग्लास भनेको छ है, सनग्लासु भनेको सनग्लास तपाईँहरू लाउनुहुन्छ नि घाममा जाँदाखेरि होइन, सनग्लास। अब के हुन्छ हेर्नु त, मरेरुल खामुल्ते भनेको, मरेरुल खाम्दा भनेको चाहिँ है, मरेरुल खाम्दा भनेको चाहिँ कपाललाई वास गर्नु अथवा कपाललाई बेर्नु दुइटै हुन्छ है। मरेरुल खामुल्ते कपाल वास गर्दाखेरि अथवा कपाललाई बाँध्ने बेला है। सायङ हानन थोगु यो प्रयोग गर्ने औजार हो त होइन। अब यो सनग्लास त कपालसँग सम्बन्धित कुरा भयो त भएन है। उम्सिगुल मान्दुल्ते के अरे उम्सिगुल मगुल्ते भनेको खानेकुरा खाँदाखेरि सायङ हानन प्रयोग गर्ने थोगु यो, थोगु भनेको औजार। अब खानेकुरा खाँदाखेरि प्रयोग गर्ने औजार त होइन, यो पनि मिलेन। हेपित भनेको सूर्यको प्रकाश, हेपित भनेको के हो त, सूर्यको प्रकाश। हेत फिछुरो भनेको चाहिँ सूर्यको प्रकाश उरोबुथ भनेको बाट, सूर्यको प्रकाशबाट। नुन भनेको आँखा, नुनुल आँखालाई फोहो हानन सुरक्षा गर्ने थोगु यो औजार हो त होइन। त्यसपछि फारुल फो हागी हुए, फाल भनेको पैताला, फो हागी हुए फो हादा भनेको सुरक्षा गर्नु, फोहो हागी हुए सुरक्षा गर्नको लागि होइन। सिन्नन थोगु हो, सिन्दा भनेको चाहिँ जुत्ता चप्पल लगाउने कुरा है, लगाउने चाहिँ के हो त औजार हो।
होइन अब खुट्टामा लाउँछ र यो सनग्लास खुट्टामा लाउँछ लाउँदैन भनेपछि मिलेन है है त्यहाँ भाइ त्यहाँ एकपल्ट यसो कुनै कुनै बेला हेर्नुहोस् क्यामेरा अफ भयो कि अफ भयो भने त्यो पनि हेर्नुपर्छ नहलाइकन ल नहलिकन टाइममा नहलाइकन ल ओके ल अब हामी हेरौँ है यहाँ के छ त छिल्बन बुथ सिप्पन काजी 7 देखि 10 नम्बरसम्म थाउम खुरुल इल्को तल दिएको हरफलाई पढेर मुरुमे खुल भनेको हरफ लेख है लाई पढेर मुरुमे प्रश्नसँग अथवा प्रश्नको थापा सिप्स्यो जवाब दिनुहोस् भनेको छ है थाउमन हाक्सेङ दुरी तल दिएको चाहिँ यो जुन तल दिएको छ यो चाहिँ हाक्सेङ दुरी विद्यार्थीहरूले आछिमे बिहान इरानानन उठ्ने सिगाने थिए समयको बारेमा सल्म्याङरो व्याख्यासँग हैन खाजाङ आल्माजुन सबैभन्दा आल्माजुन मिल्ने गसुल कुरालाई खोरु सिप्स्यो छान्नुहोस् अब त विद्यार्थीहरू चाहिँ बिहान उठ्ने कुरासँग सबैभन्दा मिल्ने कुरा के हो त त्यो चाहिँ हामीले छान्नुपर्ने हुन्छ हाक्सेङ दुरे खिसाङ सिगान भनेको विद्यार्थीहरूको चाहिँ उठ्ने समय है विद्यार्थीहरूको उठ्ने समय अब कति विद्यार्थी अल्छी हुन्छन् कति विद्यार्थी चाहिँ फुर्तिला हुन्छन् हैन यहीँबाट देखिन्छ है अब हेर्नुहोस् त सबभन्दा बढी चाहिँ 7 बजे विद्यार्थी सबभन्दा बढी कति बजे उठ्दो रहेछ त 7 बजे भनेपछि अल्छी विद्यार्थीको सङ्ख्या बढी छ सेकेन्डमा चाहिँ 6 बजे हेर्नुहोस् है अलिकति कम छ नि त हैन 33% रहेछ नि त हैन अलिकति पनि धेरै कम छ नि त हैन 6 बजे उठ्ने त्यसपछि 5 बजे उठ्ने त झन् तपाईको 17% मात्रै छ हैन अनि 8 बजे उठ्ने 11% धेरै अल्छी भनेको 8 बजे हो नि त हैन धेरै अल्छी विद्यार्थी कमै हुँदो रहेछ है ल यो चाहिँ विद्यार्थीहरूको चाहिँ उठ्ने समय हो हैन अब हेरौँ थेबुबुने अधिकांश हाक्सेङ दुरी विद्यार्थीहरू इल्गोप्सिए इर नाम्निदा अधिकांश विद्यार्थीहरू 7 बजे उठ्छन् अधिकांश विद्यार्थी भनेको छ 7 बजे उठ्छ हो त ल त्यसपछि हेर्नु त यसलाई ल अहिले म लगाइदिएँ अब हो कि होइन अहिले त यो सरी ल अब एसएससीए इरनानन 6 बजे उठ्ने हाक्सेङ दुरी हाक्सेङ विद्यार्थी 6 बजे उठ्ने विद्यार्थी छलबान इसाङ इम्दा छलबान भनेको चाहिँ आधा छलबान भनेको आधा इसाङ भनेको भन्दा बढी आधा भन्दा बढी छ 6 बजे उठ्ने आधा भन्दा बढी छ 50% भन्दा बढी छ त 6 बजे उठ्ने मिल्यो त मिलेन है एसएससीए इरनानन 6 बजे उठ्ने हाक्सेङ विद्यार्थी एदल्सी हुँदा 8 बजे भन्दा अझै सक्छन्दा कम छ 6 बजे उठ्ने विद्यार्थी चाहिँ 8 बजे उठ्ने भन्दा कम छ है 6 बजे उठ्ने विद्यार्थी कम छ त 8 बजे भन्दा हैन त 6 बजे उठ्ने विद्यार्थी 8 बजे भन्दा बढी छ नि त मिल्यो त मिलेन है त्यसपछि हो भन्दा इल्गोप्सी वा एदल्सीए 7 बजे र 8 बजे इरानानन उठ्ने हाक्सेङ विद्यार्थीको सु भनेको सङ्ख्या सुगा सङ्ख्या चाहिँ थोङ्गिल लिँदा थोङ्गिल भनेको सेम थोङ्गिल भने के हो त थोङ्गिल हादा भनेको सेम हुनु थोङ्गिल हादा भनेको सेम हुनु 8 बजे र 7 बजेको सेम छ त छैन 8 यहाँ छ 7 यहाँ छ सेम छैन भनेपछि यो पनि मिलेन छङदाबुन मेप्पन इम्निका इल्बन इम्निदा ओके ल अब हामी हेरौँ है खाइ ठाउँमा जाने खाइ ठाउँमा जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस् भनेको छ है अब सिनान थेक्पे यो थेक्पे भनेको डेलिभरी सेवा थेक्पे भने के हो त डेलिभरी सेवा अब डेलिभरी सेवा सम्बन्धी कुरा रहेछ है अब डेलिभरी सेवाबाट चाहिँ सामान हामी पठाउने हो डेलिभरी सेवामा चाहिँ हामी गएर हैन मानव हुला कार्यालयमा गयो भने अथवा डेलिभरी सेवा प्रदान गर्ने ठाउँमा हामी गयो भने चाहिँ त्यहाँ सामान पठाउने हो नि त त्यहाँबाट हैन ल अब हेर्नु त मुछिदा अब मुछिदा भनेको चाहिँ यसरी है मुछिदा यो मु यसमा आयो भने मुछिदा भनेको चाहिँ मोल्नु मिलाउनु जसरी चाहिँ हामीले अचार बनाउँदाखेरि अचारमा मसलाहरू हालेर हामी मोल्छौँ नि अथवा मिसाउँछौँ नि अचारमा चाहिँ मसलाहरू मिसाउँछौँ नि हो त्यसलाई चाहिँ के भन्छ त मुछिदा है त्यसपछि थाछिदा यहाँ था आयो भने चाहिँ थाछिदा भनेको चाहिँ चोट लाग्नु घाइते हुनु है त्यसपछि अब यहाँ फुछिदा भनेको पठाउनु फुछिदा भनेको पठाउनु अनि मिछिदा भनेको पागल हुनु मिछिदा भनेको चाहिँ अलिकति पागल टाइपको हुनुलाई के भन्छ त मिछिदा भनेपछि एन्सर त के भयो त फुछिदा हैन डेलिभरी सेवामा हामी चाहिँ गयो भने चाहिँ डेलिभरी सेवा प्रयोग गरेर हामी सामान पठाउने हो नि त ल त्यसो भए अब 12 मा हेरौँ है के छ त छन्गी छागबुल हाल्ते नुन छन्गी छागब भनेको विद्युतको काम गर्दाखेरि यो फुचिदा हैन नि टास्नु अर्कै स्पेलिङ फरक हुन्छ है हैन ल
विद्युतको काम गर्दाखेरि छनसन भनेको विद्युतको तारमा छर्यन थेफु भनेको करेन्ट नलाग्ने करेन्ट प्रुफ तार है। छर्यन थेफु भनेको करेन्ट प्रुफ तार चाहिँ थेफु भनेको टेप हो नि त। करेन्ट प्रुफ टेप चाहिँ छाल राम्रोसँग त्यो करेन्ट प्रुफ टेप हामी राम्रोसँग बेर्ने हो नि त होइन। खामाया बेरियो भने होइन खामजन सागोरुल दुर्घटना हुने होइन करेन्ट लागेर हुने दुर्घटनालाई खामजन सागो करेन्ट लागेर हुने दुर्घटनालाई चाहिँ येबाङ हाल सुइसयो रोकथाम गर्न सकिन्छ। येबाङ हाल सुइसयो रोकथाम गर्न सकिन्छ हो। अब त्यो तारलाई त्यो टेप बेर्नुलाई चाहिँ खाम्दा भन्छ। टेप बेर्नुलाई चाहिँ के भन्छ खाम्दा भनेपछि खामाया बेरियो भने होइन। अब मुक्ता भनेको गाँठो पार्नु त्यो डोरीले गाँठो पार्ने हो नि त। डोरी अथवा तारले गाँठो पार्ने हो नि त होइन र टेपले गाँठो पार्ने होइन नि त होइन र। छालाया छारुदा भनेको काट्नु छालाया काट्यो भने अब त्यो काट्यो भने चाहिँ हुन्छ त हुँदैन नि होइन। टेपलाई काट्यो भने चाहिँ करेन्टबाट बच्न सकिँदैन नि त होइन र। फुल्दा भनेको खोल्नु फुल्दा भनेको खोल्नु। अब खोल्यो भने चाहिँ टेप खोल्यो भने त करेन्ट झन् लाग्छ होइन र। ल तपाईँहरू ज्ञानी हुनुहुन्छ आफै बुझ्नुहुन्छ है। त्यसपछि अब हामीहरू सनबान खिगे भनेको यो लेथ मेसिन है। लेथ मेसिनबाट चाहिँ धार लाउने काम गरिन्छ होइन। एक्स्ट्रा भागलाई काटेर फाल्ने काम गरिन्छ है होइन। त्यो कुराहरू ती कामहरू चाहिँ सनबान खिगेबाट चाहिँ गरिन्छ। ल सनबान खिगे नोपी भनेको उचाइ यो लेथ मेसिनको उचाइ छोम नादा छ अलिकति होचो भएर नत्ता भनेको होचो हुनु नोप्ता भनेको अग्लो हुनु अलिकति होचो भएर हेन्दुल थोल्य हेन्दुल भनेको हेन्डललाई चाहिँ थोल्य घुमाएर हेन्डललाई चाहिँ घुमाएर के गर्नुपर्छ त्यसो त नोपिरुल छोजरा यसयो उचाइलाई चाहिँ के गरे त मिलाए छोजरता भनेको एडजस्ट गर्नु छोजरता भने के त एडजस्ट गर्नु उचाइलाई चाहिँ एडजस्ट गरेर आफूलाई चाहिने अनुसार एडजस्ट गरेर बनाए होइन। ल अब ओन्दो तापक्रमको कुरै यहाँ आएन होइन। खिरी लम्बाइको कुरै आएको छैन उचाइको कुरो भइरहेछ। छागप छुङदान यसो कामलाई बन्द गर्ने अब यहाँ उचाइ मिलाउने कुरा भइरहेछ यहाँ काम बन्द गर्ने कुरा भनिरहेछ त्यो मिल्दै मिलेन होइन। एन्सर चाहिँ कति नम्बर भयो त 3 नम्बर है। अब हेरौँ के भन्छ थेयाङजी छिमी छङमाल मान्ने हो। छिम भनेको सामान छङमाल साँच्चीकै मान्ने हो धेरै रहेछ है। थेयाङजी सामान चाहिँ साँच्चीकै धेरै रहेछ। छेगा थेसिन मैले चाहिँ बरु थेसिन भनेको बरु सट्टामा थेसिन भनेको सट्टामा अथवा बरु मैले चाहिँ बरु मुनुल ढोकालाई चाहिँ थुरिल कायो। अब ढोकालाई चाहिँ के गर्ने त खोल्ने त होला नि होइन। मुनुल यर धुरिल कायो खोलिदिउँ कि होइन ढोका खोलिदिउँ कि नाले भन्छ ने खाम साम्दा हजुर धन्यवाद। कोही भारी बोकेर आइदिएको छ भने होइन सामान धेरै बोकेर आइरहेछ भने तपाईँ चाहिँ ढोका खोलिदिनुहुन्छ भने उसलाई सजिलो हुन्छ होइन र अनि धन्यवाद भनिहाल्छ होइन र। ओके अब यो थुल्दाबाट पनि हुनसक्छ। थुर भनेको उठाएर होइन थुल्दा भनेको उठाउनु। फाकुदा चेन्ज गर्नु। फात्ता भनेको पाउनु प्राप्त गर्नु। अब हेरौँ सर 15 मा छनुन म चाहिँ फादाकेछ भुइँमा नानुन फादाकेछ नानुन फादाएछ नानुन भनेछ भुइँमा है समुद्र छनुन म चाहिँ फादाएछ नानुन भनेको समुद्रबाट निस्किने समुद्रबाट प्राप्त गरिने है। उन्नुन चाहिँ मोसिदुन भनेको यो मोसिदुन भनेको जे पनि मोसिदुन भने के हो जे पनि छाल मग्नुन फेनिन हुँदा अथवा छाल मग्नुन फेनि हो राम्रोसँग खाने गर्छु अथवा राम्रोसँग खाए जस्तो गर्छु भनेको छ है। म चाहिँ फादाबाट चाहिँ आउने अब के चाहिँ जे भए पनि राम्रोसँग खाने जस्तो गर्छु अथवा खान्छु भनौँ न है। थुक्की विशेष गरी थुक्की भनेको विशेष गरी ओजिङ भनेको अक्टोपस वा र सेउ भनेको झिङ्गे माछा झिङ्गे माछालाई छोवाएछ मन पराएर छाजु प्राय खुव मक्ता भनेको पोलेर खान्छु सेकेर खान्छु भनेपछि त अब खिमपाप भनेको त यो भएन। खिमपापको कुरै भएन। खिमपाप भनेको खानेकुरा हो त्यसको कुरै भएन। हेसानमुल हो क्या सीफुड है। हेसानमुल भनेको सीफुडको कुरा गरेको हो नि त। सीफुड समुद्रबाट आउने सीफुड क्या जसरी माछा भयो घुङ्गी भयो अक्टोपस भयो यिनीहरू सबै के हो त
हेसानमुल सी फुड है। त्यसपछि खोङ्न्यु भनेको अन्न, खोङ्न्यु भनेको अन्न, खोङ्न्यु भनेको अन्न अन्न। त्यसपछि युजेफुम भनेको चाहिँ डेरी प्रोडक्ट, युजेफुम भनेको डेरी प्रोडक्ट दुध दही आदि है। ल त्यसपछि अब हामी जाउँ है। अब अर्कोमा के छ खजाङनिम हुन्, खजाङनिम चाहिँ छिगुम अहिले वेगुन भनेको छ है। वेले चाहिँ बाहिर, वेले के जान्छ त बाहिर, अनि खुन्मुले चाहिँ यो है, यो खुन्मुले चाहिँ के जान्छ त काम, खुन्मुले काम भनेपछि वेबाट चाहिँ वेलाई लियो र खुन्मुबाट के आयो त वेले चाहिँ के जान्छ बाहिर, वेले के जान्छ बाहिर भनेपछि वेगुन भनेपछि बाहिरको काम है। वेगुन भनेपछि के हो त बाहिरको काम, बाहिरको कामले अथवा बाहिरको काम गर्दै हुनुहुन्छ जुङ इस्टिम्दा, बाहिरको काममा व्यस्त हुनुहुन्छ। जुङ भनेको गर्दै गरेको अथवा हुँदै गरेको कुरालाई जान्छ होइन। हो अहिले चाहिँ खजाङनिम चाहिँ अहिले बाहिरको काममा व्यस्त हुनुहुन्छ अथवा बाहिरको काम गर्दै हुनुहुन्छ। छामकान एकैछिन, छामकान एकैछिन, खिदारी खिदारी सिगेस छ, एकैछिन पर्खिन सक्नुहुन्छ। खिदारी सिगेस छ आदरवासी हो, एकैछिन पर्खिन सक्नुहुन्छ। नाले भन्छ, गाले भन्छ, सरी नाले भन्छ आनै निन्दा होइन, नाले के भन्छ आनै निन्दा होइन। नाजुङे थासी पछि फेरि, नाजुङे थासी पछि फेरि आउनेछु होला नि त होइन र, अथवा फाङ्मु नागेछु नि त होइन, पछि फेरि भिजिट गर्नेछु। मुनि हाता भनेको सोधपुछ गर्नु, मुनि हाता भनेको सोधपुछ गर्नु। मेमो हाता भनेको टिपोट गर्नु, नोट गर्नु, मेमो टिपोट गर्नु नोट गर्नु होइन। खिदारिदा भनेको पर्खिनु, खिदारिदा भनेको पर्खिनु है। ल त्यसपछि अब हामी चाहिँ 17मा छौँ है। अब यो व्याख्यासँग मिल्ने शब्दलाई छान्नुहोस् भनेको छ है त। फानछान भनेको परिकार, फानछान भनेको परिकार। सुत्कराक भनेको चम्चा, सुत्कराक भनेको चम्चा। छत्कराक भनेको चाहिँ चपस्टिक, दुईटा स्टिक हुन्छ नि छत हो चपस्टिक। अनि मेन्यु भनेको आइटम, मेन्यु भनेको आइटम। ल त्यसपछि अब हामी हेरौँ है। शिक्षा हाल्ते भोजन गर्दाखेरि सायोङ हानन प्रयोग गर्ने थुगे, भोजन गर्दाखेरि के भयो के बुझ्नु भएन? शिक्षा हाल्ते भोजन गर्दाखेरि सायोङ हानन प्रयोग गरिने थुगे भनेको दुईवटा, माग्ते भनेको स्टिक, माग्ते भनेको स्टिक, दुईवटा स्टिक है। भोजन गर्दाखेरि प्रयोग गरिने दुईवटा स्टिक। मोयाङ भनेको आकारको, मोयाङ भनेको आकार, माग्ते मोयाङ भनेको स्टिकको आकारको। थोगु हिँड्दा साधन हो है, खाना खाँदाखेरि प्रयोग गरिने स्टिक, दुईवटा स्टिक आकारको साधन हो भनेको छ है। बुझिहाल्नु के हो त यो, यही त होइन र अरू के त हुन्छ होइन। छुरो प्राय, नामु भनेको रुख सरी काठ, नामु भनेको काठ, काठ अथवा थेनामु भनेको बाँस, थेनामु भनेको बाँस, थेनामु बाँस। फुलासुथिक भनेको प्लास्टिक, फुलासुथिक भनेको प्लास्टिक। उरो मान्दु र जिम्य बनाइएको हुन्छ, द्वारा बनाइएको हुन्छ। र उम्सिगुल छिप्कना, उम्सिक भनेको खानेकुरा, छिप्ता भनेको चाहिँ टिप्नु, छिप्ता भनेको टिप्नु, खानेकुरा टिप्दाखेरि अथवा थुरस उठाएर मगुल्ते खाँदाखेरि, उठाएर खाँदाखेरि सायोङ हाम्दा प्रयोग गर्छन् भनेपछि त हामी बुझ्यौँ होइन र। एन्सर त्यही हो। अब 18मा हेरौँ है। उम्सिगे मात भनेको खानाको स्वाद, उम्सिगे मात खानाको स्वाद। उम्सिगे यक्सा भनेको खानाको इतिहास, खानाको इतिहास। म्याङ्जल उम्सिक भनेको चाडपर्वको खाना, म्याङ्जल उम्सिक भनेको चाडपर्वको खाना। उम्सिगे के अरे यङयाङ भनेको खानाको पोषक तत्त्व, उम्सिगे यङयाङ भनेको चाहिँ के हो त खानाको पोषक तत्त्व, न्युट्रिएन्ट्स है त। अब के को बारेमा हो सुनौँ है। के छ सल्लाह रे नयाँ वर्षमा चाहिँ तक्कुकलाई चाहिँ मगुमियान खायो भने है, सरी खाएर भनौँ न, तक्कुक खाएर यो मेया उमिया छ नि, यो मेया उमियाले चाहिँ धातु प्लस ए र भिएसटी प्लस गो जस्तै अर्थ दिन्छ। मेया उमियाले चाहिँ के दिन्छ भिएसटी प्लस गो जस्तै अर्थ दिन्छ है। सल्लालमा चाहिँ तक्कुक खाइन्छ र हान हे 1 वर्षको। खनगाङ वा, खनगाङ भनेको स्वास्थ्य र हेङ्गुन भनेको भाग्य, स्वास्थ्य है, 1 वर्षको भाग्य र स्वास्थ्यको लागि है। अरे के अरे खिवन हानन भनेको कामना सरी खिवन हाको कामना गरेर, कामना गर्छन् होइन। फारादाको, फारादा खिवनदा भनेको कामना गर्नु, कामना गरेर होइन। छुसके नुन, छुसकमा चाहिँ सोङफ्यानुल
फिच्छ भनेको सोङफ्यान बनाएर है सोङफ्यान फिच्छ भनेको बनाएर भन्न खोजेको सोङफ्यान बनाएर सोङफ्यान बनाउने कुरामा फित्ता लाग्छ सोङफ्यान बनाएर छोसाङ निम्के छोसाङ निम भनेको पुर्खा छोसाङ निम्के पुर्खाहरूलाई हैन खामसाए माउमुल धन्यवादको भावना धन्यवाद सहितको फिलिङ्सलाई धन्यवाद सहितको भावनालाई चाहिँ छनाम्निदा डेलिभरी गर्छ अथवा हैन भन्दा टक्र्याउँछ भनौँ न है खामसाको धन्यवादको भावनालाई चाहिँ टक्र्याउँछ भनेको छ है त तोहान साथै थान्नो हेर्नु थान्नो भनेको पनि एउटा के हो चाड हो थान्नो भनेको पनि एउटा के हो त चाड हो है थानो हेर्नु के छ यो छाङफोछा यो चियाको नाम हो है छाङफोछा यो हेल्दी चिया हो चियाको नाम हो त्यो चिया चाहिँ मासिको पिउँछ थान्नोमा त्यो छाङफोछा भन्ने चिया पिउँछ र थोङ्जी हेर्नु थोङ्जी भने पनि एउटा चाड हो थोङ्जी भने पनि के त चाडको नाम हो थोङ्जीमा चाहिँ फाछुक यो खानेकुरा हो फाछुक भनेको खानेकुरा हो पेस्ट हो एक किसिमको पेस्ट हो खानेकुरा हो यो फाछुक चाहिँ मङ्गन खाने दुङ आदि खाक म्याङ्जल मदा खाक भनेको प्रत्येक खाक भनेको प्रत्येक म्याङ्जल मदा चाड पछि छन्थोङ उम्सिगी परम्परागत खानेकुरा छन्थोङ उम्सिगी परम्परागत खानेकुराहरू चाहिँ मक्सुम्दा खान्छन् भनेको छ है त ल अब त्यसो भए यो के को बारेमा त खानाको स्वादको बारेमा हो कि खानाको इतिहासको बारेमा हो कि म्याङ्जल उम्सिकको बारेमा हो है म्याङ्जल उम्सिक भनेको चाडपर्वमा खानेकुराको बारेमा हो होइन त्यसपछि अब 19 मा हामी छौँ है एकदम सजिलो छ 19 को होइन फाङमुलगान इयङ आने फाङमुलगान भनेको सङ्ग्रहालय इयङ भनेको प्रयोग आन्ने भनेको जानकारी सङ्ग्रहालयको प्रयोग सम्बन्धी जानकारी इयङ थेसाङ भनेको प्रयोग गर्ने अथवा प्रयोगको लागि लक्षित वर्ग इयङ भनेको प्रयोग थेसाङ भनेको लक्षित वर्ग कसको लागि कसले चाहिँ प्रयोग गर्न सक्छ त भन्दाखेरि मोदुन फाङमुनगेक भनेको चाहिँ भिजिटर्स है फाङमुनगेक भनेको भिजिटर्स जम्मै भिजिटर्सले चाहिँ यो सङ्ग्रहालयलाई चाहिँ अवलोकन गर्न सक्छ थान्छे खल्लाम भनेको थान्छे खल्लाम छ है यो थान्छे खल्लाम भनेको पूर्ण रूपले अवलोकन गर्ने कुरा थान्छे खल्लाम भनेको पुरा अवलोकन गर्नु है पुरा अवलोकन गर्ने कुराको लागि चाहिँ साजन भनेको पहिले नै साजन भनेको अग्रिम पहिले साधन अग्रिम पहिले यागी फेरि हामीलाई बुकिङ आवश्यक पर्छ हो पुरै तपाईँले पुरै त्यो सङ्ग्रहालय हेर्न चाहनुहुन्छ भने अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ भनेको छ है त ल खल्लाम सिगान भनेको चाहिँ अवलोकन गर्ने समय चाहिँ अब ओजन बिहानको आपसीभूत 9 बजीदेखि ओहु यशस्वी काजी अपराह्नको 6 बजीसम्म इप्चाङमा होइन अनि इप्चाङ भनेको प्रवेश टिकट मागाम भनेको बन्द हुने प्रवेश टिकट बन्द हुने कति बजे त भन्दाखेरि ओहु थासासी सामसिपुन भनेले 5:30 बजे चाहिँ टिकट बन्द हुन्छ है त्यसपछि छुई साहाङ सावधानी अपनाउनु पर्ने कुराहरू छुई साहाङ भनेको सावधानी अपनाउनु पर्ने कुराहरू के छन्सिमुरे नुन भनेको छन्सिमुल भनेको चाहिँ प्रदर्शनीमा राखिएको सामानलाई चाहिँ हामीले छन्सिमुल भन्छौँ प्रदर्शनीमा राखिएको सामानलाई चाहिँ सोनुल थेजी मासयो हातले नछुनुहोस् भनेको छ उम्सिङमुल फानिपमित है सोनुल थेदा भनेको हातले छुनु है उम्सिङमुल फानिप भनेको खानेकुरा ल्याउने है उम्सिङमुल फानिप भनेको खानेकुरा भित्र लानु मित तथा साजिन छ्वारेङ भनेको फोटोसुट गर्ने कुरा साजिन छ्वारेङ भनेको फोटोसुट गर्ने कुरा चाहिँ खुम्जी थियो इस्मदा निषेध गरिएको छ फोटो खिच्न मिल्दैन है खानेकुरा लान मिल्दैन अरिनी नुन बच्चा अरिन भनेको बच्चा अरिनी नुन बच्चा चाहिँ पोजा भनेको अभिभावक गार्जन वा हाम्के गार्जनसँगै खल्ला मेजुसयो अवलोकन गरिदिनुहोस् बालबालिकाहरू बच्चाहरू चाहिँ आफ्नो गार्जनसँगै अभिभावकसँगै अवलोकन गरिदिनुहोस् है एक्लै अवलोकन नगर्नुहोस् भनेर भनेको छ है यो सङ्ग्रहालयको नाम के त येन्नाल फाङमुलगान येन्नाल सङ्ग्रहालय अब हामी हेरौँ फाङमुलगान हारु जङ्गिल उन्यङ थमिदा यो सङ्ग्रहालय चाहिँ दिनभरि सञ्चालन हुन्छ भनेको छ हो त होइन फाङमुलगान नुगुना फाङमुलगानमा चाहिँ नुगुना जो पनि यङ हाल सुइसुन्दा फाङमुलगानलाई चाहिँ जसले पनि प्रयोग गर्न सक्छ हो फाङमुलगान जसले पनि प्रयोग गर्न सक्छ भनेको छ नि त होइन र थान्छे खल्लामुन है थान्छे भनेको होल खल्लाम अवलोकन गर्ने है होल अवलोकन गर्नको लागि चाहिँ पुरै अवलोकन गर्नको लागि चाहिँ एक अप्सी बुकिङ बिना फारो सिधै खानुङ खान्दा सम्भव हुन्छ बुकिङ बिना सिधै सम्भव हुन्छ त हुँदैन है छन्सिमुरुल मान्जिगना भनेको प्रदर्शनीमा राखिएको सामानलाई छुने अथवा साजिनुल चिगदो फोटो खिचे तापनि थुम्निदा हुन्छ फोटो खिचे पनि हुन्छ त
हुँदैन नि हैन र ल एन्सर चाहिँ के भयो त भन्दाखेरि इभन अब 20 मा हेरौँ है के छ योजुम खातुन आजभोलि जस्तै आजभोलि योजुम खातुन भनेको आजभोलि जस्तै खाउल नाल्सिए भनेको शरद ऋतुको मौसममा खाउल नाल्सी भनेको शरद ऋतुको मौसममा के छ सान्छे खागी हिन्डुल गर्ने कुरा टाक सोच्दा एकदमै राम्रो लाग्छ है छवी हानुल थोसगान है छवी भनेको हाम्रो छवी भनेको के त हाम्रो अलिकति आत्मीयतालाई झल्काएर बोल्दाखेरि है छवी प्रयोग गरिन्छ छवी हानुल थोसगान भनेको पुस्तकालयको नाम हो है हानुल थोसगान हाम्रो हानुल पुस्तकालयमा चाहिँ खुवलग्वा सिवल 9 महिना र 10औं महिना थुदाल तोङान 2 महिनाभरि थुदाल तोङान भनेको 2 महिनाभरि छन्यक एदलसी काजी बेलुकाको छन्यक एलसी काजी बेलुकाको 10 बजेसम्म उन्याङ हाम्निदा सञ्चालन हुन्छ छन्यगे ओसिमियन बेलुका आउनुभयो भने छोयङहान महत्त्वपूर्ण फुन्गी एसा महत्त्वपूर्ण छोयङहान है छोयङहान भनेको शान्त फुनुगी भनेको वातावरण शान्त वातावरणमा छेगुल इल्गुल सुस्मिदा है किताब पढ्न सक्नुहुन्छ बेलुका आउनुभयो भने शान्त वातावरणमा किताब पढ्न सक्नुहुन्छ तो साथै थोसगान पुस्तकालयको ओक्साङ एसा छतबाट ओक्साङ भनेको छत ओक्साङ छत पुस्तकालयको जुन छतबाट चाहिँ याग्याङदो खामसाङ हासिल सुइस्मिदा के अरे याग्याङ भनेको नाइट भिजन रातिको दृश्य है रातिको दृश्यलाई चाहिँ खामसाङ हासिल सुइस्मिदा खामसाङ अदा भनेको आनन्द लिनु अथवा आनन्द महसुस गर्नु है राति आउनुभयो भने चाहिँ त्यहाँ छतबाट चाहिँ नाइट भिजनको पनि आनन्द लिन सक्नुहुन्छ नाइट भिजन पनि मजाले हेर्न सक्नुहुन्छ भन्ने छ अब भनेपछि त हानुल थसगान हानुल पुस्तकालय चाहिँ ख्याउरे विन्टर सिजनमा मुनुल यम्दा विन्टर सिजनमा खुल्छ भनेको छ है हानुल थसगान चाहिँ विन्टर सिजनमा खुल्छ त्यो अब त्यो भनेकै छैन विन्टर सिजनमा खुल्छ भनेको हैन नि त अरु सधैँ खुल्छ तर चाहिँ खाउलमा अलिकति रातिसम्म खुल्छ भन्न खोजेको हैन र छन्यागे हेर्नु राति चाहिँ थसगान पुस्तकालयमा छेगुल इल्किए किताब पढ्ने कुरामा बेलुका चाहिँ किताब पढ्ने कुरामा पुस्तकालयमा चाहिँ भनौँ न पुस्तकालयमा किताब पढ्ने कुरामा चाहिँ अर्याप सुन्दा अप्ठ्यारो हुँदैन नि हैन र थसगान पुस्तकालय चाहिँ इल्ल्यान नेने 1 वर्षभरि पुस्तकालय चाहिँ 1 वर्षभरि मेल प्रत्येक दिन फार्म एलसी काजी रातिको 10 बजेसम्म यल्य इस्मिदा पुस्तकालय चाहिँ 1 वर्षभरि इल्ल्यान नेने भनेको 1 वर्षभरि मेल प्रत्येक दिन राति चाहिँ एलसी काजी 10 बजेसम्म खुल्ला हुन्छ प्रत्येक दिन हैन खाउलमा 2 महिना मात्रै हैन मिलेन थसगान ओक्साङे खाम्यान पुस्तकालयको छतमा गयो भने फामे राति येपुन सुन्दर याग्याङ भनेको रात्रि नाइट भिजन रात्रिको दृश्यलाई चाहिँ फोल्सु इस्मिदा हेर्न सकिन्छ हो त एन्सर कति नम्बर भयो 4 नम्बर है